कोरोना भाइरसको महामारीलाई संसारले भर्खरै बिर्सिँदै गर्दा फेरि एउटा पुरानो र खतरनाक भाइरसको चर्चा चुलिएको छ। एउटा यस्तो भाइरस जसले मानिसको फोक्सो र मृगौलालाई सिधै निशाना बनाउँछ। हालै एउटा ठुलो कार्गो जहाजमा यो भाइरस फेला परेपछि अहिले विश्वभरि नै यसको नयाँ त्रास र चर्चा सुरु भएको छ। आखिर के हो त हन्टा भाइरस? यो कहाँबाट आयो? जहाजमा कसरी पुग्यो? र यो कतिको खतरनाक छ? आउनुहोस् आजको भिडियोमा यसको फेददेखि टुप्पोसम्म सबै कुरा विस्तारमा जानौँ। धेरैलाई लाग्न सक्छ यो कुनै नयाँ भाइरस हो, तर यसो होइन। यसको इतिहास सन् 1950 को दशक 1951 देखि 1953 तिर जोडिएको छ। जब कोरियाली युद्ध चलिरहेको थियो त्यति बेला 3000 भन्दा बढी संयुक्त राष्ट्र संघका सैनिकहरू अचानक एउटा रहस्यमय रोगले बिरामी परे। उनीहरूलाई उच्च ज्वरो आउने र इन्टर्नल ब्लिडिङ हुने समस्या देखियो। लामो अनुसन्धानपछि सन् 1976 मा दक्षिण कोरियाको ख्यात भाइरस विज्ञ डाक्टर हो वाङ लीले पहिलो पटक यो भाइरस पत्ता लगाएका थिए। दक्षिण कोरियाको हन्तान नदीको आसपासमा पाइएका मुसाहरूको यो भाइरस भेटिएको हुनाले यसको नाम हन्टा भाइरस राखियो। त्यसो भए वर्षौं पुरानो यो भाइरस अहिले अचानक पानी जहाजमा कसरी पुग्यो? वास्तवमा हन्टा भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भाइरस होइन। यो मुख्य गरी मुसाहरूको माध्यमबाट फैलिन्छ। हालै एउटा अन्तर्राष्ट्रिय कार्गो जहाजमा मुसाहरूको संख्या अत्याधिक बढेको पाइयो। ती मुसाहरूले जहाजका खाद्यान्न भण्डारण कक्ष र मानिसहरू बस्ने ठाउँ वरपर दिशा पिसाब गरे। जब जहाजका चालक दलका सदस्यहरूले ती ठाउँहरू सफा गरे तब मुसाको सुकेको दिशा पिसाबको धुलो हावा मिसियो। त्यही हावाको माध्यमबाट श्वास फेर्दा जहाजका कर्मचारीहरूमा यो भाइरस सर्न पुग्यो र जहाजमै महामारी जस्तो अवस्था सिर्जना भयो। अन्तर्राष्ट्रिय व्यापार र यात्राको केन्द्र मानिने जहाजमा यसै भाइरस भेटिएपछि यसैले कतै महामारीको रूप त लिँदैन भन्ने डरले अहिले विश्वभर यसको व्यापक चर्चा भइरहेको छ। अब जानौ यो भाइरस शरीरमा प्रवेश गर्यो भने यसले के गर्छ र कस्तो असर देखाउँछ? हन्टा भाइरसले मुख्यतया दुईवटा खतरनाक रूप लिन सक्छ। सिधै मानिसको फोक्सोमा असर गर्छ। सुरुमा सामान्य ज्वरो आउने, मांसपेशी दुख्ने र टाउको दुख्ने हुन्छ। तर संक्रमण बढ्दै जाँदा फोक्सोमा पानी जम्छ र मानिसहरूलाई श्वास फेर्न निकै गाह्रो हुन्छ। यसको मृत्यु दर झन्डै 38% सम्म हुन्छ, जुन निकै उच्च हो। यसले मानिसको मृगौलालाई फेल गराइदिन्छ र शरीरभित्रै रक्तस्राव सुरु गराउँछ। यो भाइरस लागेको बिरामीहरूमा सुरुमा रुगाखोकी जस्तो देखिए पनि केही दिनमै यसले गम्भीर रूप लिन्छ। यसको कुनै विशेष एन्टिभाइरस औषधि वा सुई नभएकाले समयमै अस्पताल पुगेर लक्षण अनुसारको उपचार जस्तै भेन्टिलेटर सपोर्ट पाउनु नै एकमात्र उपाय हो। साथीहरू, हन्टा भाइरस कोरोना जस्तो हावाबाट एक मानिसबाट अर्को मानिसमा तीव्र गतिमा सर्ने भाइरस त होइन, तर मुसाको माध्यमबाट यो निकै घातक बन्न सक्छ। त्यसैले आफ्नो घर, पसल वा कार्यक्षेत्रहरूलाई सधैँ सफा राखौं र मुसाहरूलाई टाढै राखौं। जहाजको यो घटनाले हामीलाई के सिकाउँछ भने सरसफाइमा थोरै मात्र लापरवाही गर्दा पनि हामी ठूलो संकटमा पर्न सक्छौं। तपाईलाई आजको यो जानकारीमूलक भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।